साथीहरु सम्पूर्णलाई नमस्कार है। अनि आज म विशेष चाहिँ अब यो भिडियो बनाइरहने मुडमा चाहिँ थिएन म है। विशेष चाहिँ अब तपाईहरु के कुरा चाहिँ भन्नु म भिडियो बनाइरहेको छु भन्दाखेरि यहाँनिर चाहिँ एउटा प्रब्लमहरु आयो क्या, एकदम समस्याहरु आइपर्यो है। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म यो भिडियोहरु बनाइरहेको छु। खासै मलाई भिडियोहरु बनाउने मन चाहिँ छैन र अब अति नै भइसकेपछि चाहिँ एउटा बनाउनै पर्ने भयो क्या, बनाउनै पर्ने भयो। अनि त्यो भएको कारणले गर्दा मैले यो भिडियो बनाइरहेको छु। भिडियो मार्फत चाहिँ म एउटा सचेत हुनको लागि अब आग्रह गर्दछु भिडियो मार्फत चाहिँ। अनि मान्छेहरु पुरा जापान भनेर अब आउनलाई तम्सिरहेको छ क्या। जापान आउनलाई एकदम तम्सिरहेछ हैन। अब हुन पनि हो, देशको हालत त्यस्तै छ। कतिखेर भिसा लाग्ला र जहाँ जुनसुकै देशको पनि भिसा लाग्ला र जुम्ला भनेर त्यो सोच हुन्छ। हाम्रो पनि सुरुमा त्यस्तै भएको थियो। अनि अलिकति हामीले आउन त आउने कुरा त राम्रो हो। आउँदै गर्दाखेरि चाहिँ अलिकति सोच्नुपर्ने कुरा, अलिकति सचेत हुनुपर्ने कुरा चाहिँ बेलामा हामीले यो कुराहरूलाई चाहिँ अलिकति होशियार बन्यो भने चाहिँ अलिकति पछिको लागि फाइदा हुन्छ है। अनि विशेष चाहिँ म के भन्नलाई आएको भन्दाखेरि चाहिँ नेपालदेखि अब स्टुडेन्टहरु पढ्न जान्छ, पढ्छ, बिचारा मेहनत गर्छ है। अनि कन्सल्टेन्सीहरुले चाहिँ अब 1 वर्षको मात्र तपाईहरुले अब 1 वर्ष मात्र पढ्नुपर्छ त्यहाँनिर गर भनेर जसरी त्यो भन्छ नि, 1 वर्ष मात्र जापानिज भाषा पढ्नुपर्छ भनेर हाल्दिने। अनि यहाँ आएर चाहिँ अनि एकदम दुःख पाइरहेको छ है। यहाँनिर मैले 5-6 जना भाइ बहिनीहरुलाई भेटे है। उनीहरुले पुरा दुःख पोखाउँछ, दाइ 1 वर्ष मात्र पढ्नुपर्छ तपाईहरुले वहाँ गएर भनेर मक्ख बनाएर हामीलाई हाल्थ्यो। अनि 3 वर्षमा वर्किङ लाग्छ, 1 वर्ष मात्र पढ्नुपर्छ जापानिज भाषा त भनेर मक्ख बनाएर हाल्थ्यो दाइ। हामी त आयो यहाँ आएर त अब एकचोटि अब सेन्मन खोज भन्छ, अर्को कलेज खोज भन्छ। कलेजले नै अब 1 वर्ष पढेकोलाई अब दिँदैन। अनि लिनै मानिसैन। दाइ के गर्नु, हाम्रो साथीहरु त नेपाल कतिजनालाई पठाइसक्यो भनेर बहिनीहरुले पुरा गुनासो गर्छ। अनि अब दाइ गएको पढौँ भने अब पैसा अलिक धेरै लाग्छ हैन, तिर्न सक्दैन। तीमाथि अब ऋणमाथि ऋण खोजेर आएको हुन्छ नि त गरिबहरुको। अब त्यही हो, गरिब सबैजना गरिबै हो, सबैजना ऋणमा आएको हुन्छ, पैसामा त कोही पनि आएको हुँदैन। अनि एकदम दुःख पाइरहेछ। तपाईहरुलाई पनि त्यहाँनिर अब आउँदै गर्दाखेरि अब अक्टोबर इन्टेकहरु आउँदै हुनुहुन्छ होला। अब अप्रिलको लागि पनि एप्लाई भइरहेको छ है। तपाईहरु चाहिँ एकदम सचेत है। यहाँनिर 2 वर्ष भाषा नपढिकिन तपाईहरु अर्को कलेजमा चाहिँ पढ्न पाउनुहुन्न। यो चाहिँ 100% हो, ग्यारेन्टी हो। त्यो 100 मा त्यो 1-2 होला, नभए गाह्रो छ। तपाईहरु चाहिँ एकदम प्लिज अलिकति यो कुरामा चाहिँ बी केयरफुल हुन म आग्रह गर्छु है। त्यहाँ नेपालमा स्टुडेन्टहरु जति पढ्दै हुनुहुन्छ अलिकति है, यो सेन्ट्रल कलेजहरु को भन्नेले एकदम यहाँ मान्छेहरु पठाउने हैन, यताउति गरिरहेछ। अलिकति कलेजहरु चुन्दाखेरि पनि तपाईहरु अलिकति राम्रो खालको हेरेर अलिअलि चलेको हैन। अनि सीओई रेटहरु कति भएको त्योहरु हेरेर प्लिज एकदम है तपाईहरुले बी केयरफुल हुनु। यहाँ चाहिँ 2 वर्ष पढ्नै पर्ने हुन्छ। 2 वर्षपछि दाइगाको 4 वर्ष पढ्नुपर्छ। अनि सेन्मन चाहिँ 2 वर्ष अझै पढ्नुपर्छ। जम्मा गरेर 4 वर्ष पढिसकेपछि मात्र तपाईहरुले वर्किङ लाउने हो हैन। अलिकति प्लिज बी केयरफुल है। म यहाँनिर अलिकति सचेत गराउन चाहन्छु है। एकदम दुःख पाइरहेछ। 3-4 जना त नेपाल गइसक्यो है। अब बिचारा अब यहाँनिर सुसाइड गर्ने नै अब त्यो खालको कन्डिसन भइसक्यो क्या। मान्छेहरु सुसाइड गर्न बाध्य हुँदैन, ऋणमाथि ऋण थपेर आएको हुन्छ। अनि तीमाथि यहाँ 2 महिना काम नगर भनेर कलेजले भनिदिएको रहेछ त्यो बहिनीहरुलाई हैन, त्यो भाइहरुलाई त्यस्तो भनिदिएको रहेछ। अनि 2 महिना काम पनि गर्न पाएन। अलिअलि भर्खर काम गरेर अलिअलि होस्टेल फीहरु पैसाहरु गर्दै गरेको थियो। अब 1 वर्ष हुन लागिसक्यो। अप्रिलमा आएकोहरुको यो हालत यस्तो भइरहेछ अहिले। 1 वर्ष हुन लागिसक्यो। अब बिजोग छ। आउने बेलामा चाहिँ प्लिज अलिकति बी केयरफुलै हुनु भन्छु म। अनि त्यो कन्सल्टेन्सीको मान्छेहरुलाई पनि यहीँदेखि सुझाव है, तपाईहरु अलिकति राम्रो कलेजमा अलिकति नेपाल दाजुभाइहरूले दुःख नपाउने खालको
कामहरू गर्नु है। तपाईँहरू यो एकदम लापरवाही, पैसा भन्ने बित्तिकै सबै कुरा त होइन नि त। आफ्नो हुन्छ नि अलिक स्वाभिमान भन्ने कुरा पनि हुन्छ नि। प्लिज है यो कुरामा चाहिँ अलिक बी केयरफुल है। कन्सल्टेन्सीको मान्छेहरूलाई पनि म यहाँदेखि सचेत गराउन चाहन्छु। तपाईँहरूको यस्तै उयो भयो भने भोलिको दिनमा जे पनि हुनसक्छ होइन। अलिकति म तपाईँहरू यहाँदेखि सचेत गराउन चाहन्छु है। अलिकति तपाईँहरू सचेत हुनुहोस्। यहाँ आएर मान्छेहरू एकदम दुःख पाइरहेको हुन्छ। हुन त हामी नेपाली पनि त्यस्तै हो। अब फ्रस्ट्रेट भइरहेको हुन्छ, पुरा बस्दा बस्दा वाक्कै लागिसकेको हुन्छ, कामसाम केही हुँदैन, जुन देश पायो त्यहीँ चलिदिन्छु भन्ने त्यो सोच पुगिसकेको हुन्छ क्या। अनि त्यसपछि अब के गर्ने त, अन्तिम मोबाइल भने चाहिँ अब जहाँ पनि चलिदिन्छु, जसरी नि गर्छु भनेर सट्ट आउँछ, आइसकेपछि दुःख पाउँछ। अनि मेन त विशेष त भाषै हुँदैन, भाषा नभएपछि सक्यो क्या। अनि विशेष चाहिँ अब मैले त्यही हो, अब आउनेहरूलाई पनि तपाईँहरूलाई कसैले 1 वर्षको मात्र छ होइन, 1 वर्षको मात्र पढ्नुपर्छ तपाईँहरूले निहुङ्गो गएको भनेर कसैले भन्दैछ भने चाहिँ अलिकति बी केयरफुल हुनु है। त्यो कुरा चाहिँ एकदम रङ हो। म यो कुरालाई एकदम रङ भन्छु। एकदम यो कुरा म गर्दैन, यो कुरा म एक्सेप्ट गर्दैन। तपाईँहरूले 2 वर्ष पढ्नै पर्ने हुन्छ भाषा है। यदि स्टुडेन्टमा आउँदै हुनुहुन्छ भने, ब्याचलर भिसामा आउँदै हुनुहुन्छ भने म त्यो कुरामा म भन्न सक्दैन, जति वर्ष पनि लाउन सक्नुहुन्छ। तर तपाईँले 12 पास गरेर स्टुडेन्ट भिसामा आउँदै हुनुहुन्छ भने चाहिँ यो कुरामा चाहिँ प्लिज यो कुरा लेखेरै राख्नु। तपाईँले 2 वर्ष निहुङ्गो गएको पढ्नै पर्ने हुन्छ है। अनि तपाईँहरूलाई कसैले त्यस्तो आश्वासन देखाउँदैछ भने चाहिँ यो कुरादेखि अलिकति सचेत हुनु होला, म आग्रह गर्न चाहन्छु है। अनि अब हामी नेपाली दाजुभाइहरू अब अलिकति भावनात्मक तरिकाले चाहिँ, अलिकति इमोसनली तरिकाले चाहिँ कसैलाई दुःख पर्दै गर्दाखेरि चाहिँ, नेपालीलाई दुःख पर्दै गर्दाखेरि चाहिँ ऊ रुँदै गर्दाखेरि चाहिँ हाम्रो पनि आँखामा आँसु आउँदो रहेछ, अलिकति मनमा चाहिँ खल्लोपना हुँदो रहेछ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई म यो सचेत गराउन चाहन्छु कि अब आउँदै गरेकोहरू चाहिँ एकदम भाषा राम्रो बनाउनुहोस् होइन। 1 वर्ष 1.5 वर्ष लाउनुहोस्, भाषा राम्रो बनाउनुहोस् होइन। ल तपाईँहरू यहाँनिर N4 लेभलको कम्प्लिट गरेर आउनुभयो भने चाहिँ एकदम दामी, बेस्ट अफ द बेस्ट चाहिँ N4 लेभल कम्प्लिट गरेर आउनुहोस्। सक्नुहुन्छ भने 2-4 लेसन N3 पनि पढेर आउनुहोस् होइन। अनि एकदम राम्रो हुन्छ। यहाँ चाहिँ तपाईँहरू काम जहाँबाट त्यहीँ पाउँछ, काम चाहिँ एकदम हुन्छ है। भाषा लेभल एकदम बनाउनुहोस्, मिनिङहरू रट्नुहोस् होइन। त्यो तरिकाले एकदम गरेर आउनुहोस्। अनि आउनेहरूलाई सचेत, एप्रिलमा एप्लाई गर्नेहरूलाई पनि सचेत। कसैले तपाईँहरूलाई 1 वर्षको मात्र निहुङ्गो गएको छ भनेर कसैले भन्छ भने चाहिँ त्यहाँ नजानुहोस् है। डाइरेक्ट मैले भनिदिएको, तपाईँहरू ब्याचलर भिसामा आउँदै हुनुहुन्छ भने म यो ब्याचलर भिसाको लागि होइन यो भिडियो, 12 क्लियर गरेर जो आउँदै हुनुहुन्छ उहाँको लागि यो भिडियो हो। प्लिज अलिकति बी केयरफुल हुनुहोस् त्यस्तो मान्छेहरूदेखि है। अनि अब त्यही हो, तीमाथि अब कन्सल्टेन्सी चार्ज के अरू हुन्छ, तीमाथि ऋण लागिरहेको हुन्छ। अनि मान्छेलाई सुसाइड गर्न बाध्य हुन्छ है। कन्सल्टेन्सीको मान्छेहरूलाई नि यहाँदेखि सुझाव दिन चाहन्छु है। मेरो चाहिँ अब भन्नु यति नै हो। तपाईँहरू अब आउँदाखेरि चाहिँ त्यही हो। अनि एकदम यहाँनिर अब अलिकति गाएको हेरेर पनि आउनु होला है। अलिकति गाएकोहरू कस्तो छ, कस्तो चलेको नेटतिर अहिले थाहा हुन्छ होइन। टक्क चेक गरेर चाहिँ म आउनु चाहिँ म आग्रह गर्न चाहन्छु है नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई। हुन्छ, आजको लागि यति नै। केही समस्याहरू तपाईँहरूलाई केही पऱ्यो भने तल कमेन्ट गर्न सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ एकदम सक्दो सेयर गर्नु होला, सबैजनाले एकदम सक्दो सेयर गर्नु होला है। सबैजनालाई आग्रह छ, सबैलाई सेयर गर्नु होला। तपाईँको दाजुभाइ दिदीबहिनीहरूले चाहिँ दुःख नपाओस् भोलिको दिनमा। यो भिडियो मार्फत चाहिँ सचेत हुन सकुन् होइन। अब तपाईँहरूले सक्दो सेयर गर्नु होला, लाइक कमेन्ट गर्नु होला है सबजनाले। ल आजको लागि बाई बाई।